हामी चाहिँ यो ठाउँ जानुपर्छ। यहाँ चाहिँ गाडी पार्किङ गर्न सक्नुहुन्छ। गाडी पार्किङ गरेर चाहिँ यो बाटो यो बाटोबाट जाने सानो ट्रेक छ 10-20 मिनटको। हेलो एन्ड सबैलाई नमस्ते। आज चाहिँ हामी क्राइस्टचर्चको जिब्लर टावर भन्ने ठाउँमा हाइकिङ गर्न आएका छौँ। हेर्न सक्नुहुन्छ यहाँको नजारा यस्तो छ। सो अहिले चाहिँ हिँडिरहेको छौँ। हाइकिङ चिप्लो छ बाटो तर पनि केही छैन। यहाँबाट चाहिँ जान सक्नुहुन्छ हजुरहरू। सो यस्तै भयो। तर हामी चाहिँ चिसो महिनामा आएको भएर चाहिँ बाटोहरू चाहिँ पुरा हिलो छ कि, तर पनि नट ब्याड है। सो हाइकिङ भनेको गन्तव्यमा पुग्नु मात्र होइन, बाटोभरि देखिने हरियाली, चराचुरुङ्गीको आवाज, ताजा हावा र सानो सानो खुसीलाई महसुस गर्नु पनि हो। यस्ता पलहरूले विदेशको जीवनमा पनि नयाँ ऊर्जा दिन्छ। त्यही भएर म यसरी हिँडिरहेको छु। Look at me. सो बाटोको स्थिति चाहिँ यस्तो छ। पानी परिरहेको छ जे होस्, पानी चाहिँ पर्न चाहिँ परिरहेछ, तर शीत पानी हो कि यो पानी नै परेको हो हल्का छुट्याउन चाहिँ गाह्रो छ। तर यो जाडो महिनामा हाइकिङ भन्ने चिज चाहिँ हल्का गाह्रै हुँदो रहेछ। चिसो चाहिँ चिसो छ, चिसो हावा आइरहेको छ होइन, तर पनि हिँडिरहेको छु। स्टर्नवल ट्र्याक चाहिँ यहाँबाट गइन्छ अनि जिब्लरटार रक्स चाहिँ यताबाट गइन्छ। सो यहाँ चाहिँ यस्तो रहेछ होइन। यसलाई चाहिँ माथि तान्नु पर्ने रहेछ। माथि तानेर यस्तै गर्ने अनि यहाँबाट यस्तो जाने, यो पनि तान्ने अनि यहाँबाट जाने माथिसम्म जाने। ल जिब्लरटारको रक्स चाहिँ यहाँ पुगिसकेको छु। ल यसरी हिँडिरहेको छु। चिसो छ, चिसो त कति हो हात जाडो भएर रातो भइसक्यो। रक क्लाइम्ब भन्दा पनि गाह्रो भइसक्यो हैट। ल यस्तो छ बाटो, रक क्लाइम्बको बाटो। हे भगवान, यस्तो छ बाटो। ल रक क्लाइम्ब भन्दा पनि चर्को छ। गाडी चाहिँ त्यहाँ पार्किङ गरेर आएको छु। यस्तो छ यहाँको 360 भ्यू चाहिँ हैट दामी छैन, पिसफुल छ। अरे वाह, यो भ्यू हेर्दा त एकदमै बबाल नै लाग्यो। ल यति माथिबाट क्राइस्टचर्च वरिपरिको भ्यू हेर्दा त सबै थोक एकैछिनमा हराए जस्तै भयो यार। यस्तो ठाउँहरूले सम्झाउँछ कि कहिलेकाहीँ आफैका लागि पनि समय निकाल्नु पर्छ। अब म चाहिँ यहाँबाट तल 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 झर्न लागिरहेको छु। तल झर्दाखेरि कस्तो हुन्छ। सो मेरो 5 मिनटको रक क्लाइम्ब चाहिँ सकेर चाहिँ यसरी फर्किँदैछु।
यताबाट यता हुँदै त्यहाँ टुप्पोमा पुगेर आएको त्यही जस्तो भयो भने रक क्लाइम्ब गर्नु चाहिँ मजै आउँदो रहेछ अब नेक्स्ट टाइम कुन ठाउँमा रक क्लाइम्ब हुन्छ त्यो लेट्स सी के कस्तो हुन्छ तर चिसो चाहिँ लाग्छ चिसो छ ल हात हेर्नु न हात पनि रातो भइसक्यो कस्तो छ पछाडिको भ्यू नेचरको काखमा बिताएका हरेक पल मनलाई शान्ति र नयाँ ऊर्जा दिन्छ कहिलेकाहीँ सबैभन्दा सुन्दर यात्रा नेचरसँगै गरौँ है त साथीहरू बस भाइ बिजी चाहिँ गाडी चलेन रोड बिस्तारै उनी एउटा आशा एउटा पकाला पनि पक्ला माया मलाई बस भाइ जिन्दगी के छपल चाला यो मुनिमा बस भाइ मलाई चाहिँ ठुलै चाहियो ओहो सो रोडी भ्यू ओ माई गॉड उयो बालाउट हेर्ने क्या थै ठ्याट ब्यासको बालाको रोड देखाएको नेपालीको दुला छटा छनेर मरु बस भाइ वेजिया ता हिलमा गासुवा वो मुनु बेउना नो क्या यो माया खिचना वो न गा यो चिकुले कट्टुन्दैन हाफ कट्टुन्दैन बेउना वो न क्या आछु ठुलो छुल्या हो नेक्स्ट बैक या पुतिसा ठुलो बिस्तारै चलेन आउन मागा सिल्ला पास भाइ No बोल रहा कपास भाइ पनि या नेक्स्ट भिडियो के हान्न नब्लागिने ल का ठाउँ लागि ठुलेका ने क्या अपना मिले मौजूद है पास भाइ का पास भाइ का तल